सो हेलो एन्ड वेलकम ब्याक गाइज अनदर न्यू इन्ट्रेस्टिङ रमाइलो भ्लगमा र गाइज अहिले सधैँको फ्राइडे चाहिँ आजको फ्राइडे भइसक्यो 3:30 भइसक्यो म धेरै नै लेट र किन भन्दाखेरि गाइज होइन म खाना खाना होइन दिउँसो नुहाइधुवाइ गरेँ नमाज पढ्न गएँ र अहिले म कहाँ छु भन्नुपर्दाखेरि चाहिँ यु क्यान सी यो रहेको छ सुकुन हुने पाउने ठाउँ है मस्जिद र त्यस्तै बिहान नमाज पढिओडी आयो खाना खाइयो र खाना खाएर ओछ्यानमा के ढल्केको थिएँ निदा आएको छु कि भुस भएछु म जसले गर्दा चाहिँ अहिले 3:30 बजे फेरि म बिउजेर हत्ता नपत्ता रेडी भएर निस्किसकेको छु रुमबाट र अहिले म कहाँ जाँदैछु भन्नुपर्दाखेरि गाइज होइन रमाइलो ठाउँमा भाइरल ठाउँमा दामी ठाउँमा जाँदैछु र कुन ठाउँ भन्नुपर्दाखेरि चाहिँ अजिजियाको एउटा होटेल छ जुन चाहिँ खतरनाक भाइरल भइरहेको छ होइन अहिलेको समयमा टिकटकभरि ओपन गर्ने बित्तिकै त्यसको मात्रै आउँछ भिडियो क्या त्यही लोकेसनको मात्रै भिडियो आउँछ है जसले गर्दा म पनि रेडी भएर निस्किसकेको छु र रमाइलो गर्नको लागि सो लाइट्स एन्ड किप इन टच किन भन्दाखेरि गाइज तपाईँलाई पनि वाइल्ड रमाइलो गराउने छु आज किन भन्दाखेरि धेरै साथीहरू पनि मेरो पुगिसकेका छन् त्यहाँ किन भन्दाखेरि मलाई अलरेडी मेसेज गरिसकेको छ पुगिसकेका छन् त्यहाँ जसले गर्दा म पनि चाहिँ अहिले रेडी भइसकेर जाँदैछु र अहिले कहाँ छु भन्नुपर्दाखेरि गाइज होइन यु क्यान सी यो रहेको छ मेट्रोको बस स्टेसन यहाँ चाहिँ बस्ने ठाउँ भइहाल्यो यहाँ चाहिँ अहिले बस आउँछ अनिखेर जानुलाई चाहिँ के कति रमाइलो हुन्छ तपाईँहरूलाई पनि देखाउँछु र गाइज होइन मलाई एउटा कुरा के भन्न मन लाग्यो भन्नुपर्दाखेरि चाहिँ म जान लागेको ठाउँ भनेको ठ्याक्कै वेट यो टावर जुन देखिन्छ नि गाइज यो टावर यु क्यान सी टावर 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 यो टावर रहेको छ है यो टावर रहेको छ है जुन चाहिँ टावरमा म जाँदैछु जुन चाहिँ टावरमा जाँदैछु यो अलिकति क्लियरली देखिन होइन मेरो मोबाइलमा यो टावर रहेको छ है यो टावर भएको ठाउँ जाँदैछु तर खासमा गाइज होइन यो टावर धेरै ठुलो छ होइन टर्च टावर भन्छलाई धेरै ठुलो छ यहाँबाट हाम्रो लोकेसनबाट जे इजिली देखिन्छ तर त्यो ठाउँ पुग्नको लागि चाहिँ टाइम चाहिँ फेरि लाग्छ सो लाइट्स एन्ड किप इन टच है सो गाइज फाइनली म आइसकेँ होइन यो टर्च टावरतिर यो रातो बस चढेर र पारिपट्टि रहेको छ क्यारिफोर भिलाजुमल है यु क्यान सी यो रहेको छ भिलाजुमल क्यारिफोर पनि भित्रै छ र यतापट्टि रहेको छ दामी स्टेडियम खतरनाक स्टेडियम आई डोन्ट नो यसको नाम के हो सो अहिले म यहाँबाट जान्छु है सो गाइज एक्चुअलमा के हो भन्नुपर्दाखेरि चाहिँ म कार बसको वेट गर्दै थिएँ यो चाहिँ मेट्रो स्टेसन आएर यो चाहिँ क्यान्सल होइन यो चाहिँ मेट्रो स्टेसनभित्र छिरिसकेको छु म अहिले फेरि तर मेट्रो स्टेसनमा बाहिर म कार बस वेट गर्दै थिएँ तर आएन बसले जसले गर्दा चाहिँ अन्त त्यो जस्तो त म हिँडेर गइहाल्छु भनेर सोचेर मेट्रो स्टेसनभित्रबाट म जाँदैछु है सो हेरौँ हिँडेर पुगिन्छ कि पुगिन्छ सो गाइज यो रहेको छ भिलाजु मलको होइन भ्यू र यो रहेछ बोट यसरी बोट चढ्न मजा आउँछ होइन र यसमा के छ भन्नुपर्दाखेरि चाहिँ दामी भ्यू हेर्न सक्छ र यो रहेछ नेचुरली होइन स्काई होइन है फेरि यो म्यानमेड स्काई हो आर्टिफिसियल स्काई हो सो गाइज होइन म अहिले आइसकेको छु यो दामी ठाउँमा यु क्यान सी यो रहेछ टर्चपा होइन टावर र भिलाजुमल र भिलाजुमलसँग रहेछ स्पायर जोन होइन यो स्पायर पार्क यो चाहिँ र यहाँबाट देखिने दामी भ्यू गजब दिन्छ है र अहिले म जाँदैछु कहाँ भन्नुपर्दाखेरि भाइरल होइन ठाउँमा अहिलेसम्म पुगिसकेको छैन सो बाटो पनि थाहा छैन खासमा गाइज होइन मलाई बाटो पनि थाहा छैन कताबाट जाने भनेर तर म बाटो खोज्दै र कसरी जाँदैछु भन्नुपर्दाखेरि चाहिँ यु क्यान सी जस्ट वेट अल्सो यु सी म्याप हेर्दै गइरहेको छु म है सो अहिलेसम्म मलाई थाहा छैन कसरी जाने कहाँबाट जाने भनेर र गाइज होइन अहिले चाहिँ म्याप भन्दा पनि मेरो के दिमाग लगायो भन्दाखेरि नि त्यो लोकेसन जानको लागि पहिला म तपाईँलाई देखाउँछु होइन जस्ट वेट है पहिला यो मान्छेहरू नै मान्छे यहाँ धेरै गइरहेको छन् यहाँ मात्र होइन पनि त्यहाँ पछाडि पनि होइन मान्छेहरूको जस भिड देखेँ जसले गर्दा चाहिँ मैले देखाएँ किन भन्दाखेरि चाहिँ म्याप भन्दा पनि सजिलो यो भयो किन भन्दाखेरि मान्छे जता जता हिँड्छ नि जस्तै यहाँ यो अब भनौँ न यस्तो भाइरल भएको छ नि गाइज होइन जसले गर्दा चाहिँ मान्छेले यो ठाउँमा आइसकेपछि मान्छेहरू पनि गइरहेको छ क्या जसले गर्दा चाहिँ मान्छे जता जता हिँड्न जान्छ त्यतै गयो भने ठ्याक्कै डेस्टिनेसनमा पुगिन्छ किन भन्दाखेरि चाहिँ सबै मान्छे जाने त्यति पर्छ क्या वाउ गाइज होइन मैले जति सोचेको थिएन त्योभन्दा धेरै नै भिड छ यहाँ है सो गाइज होइन म फाइनली पुग्न आँटिसकेँ
कहाँ भन्नुपर्दा चाहिँ युरोपमा र कुन युरोपमा यु क्यान सी र गाइज हेर्नुहोस् मैले सोचेको भन्दा पनि धेरै मान्छेहरू छ यहाँ हुन त यहाँबाट देखिनँ तर म तपाईँलाई पर होइन गएर देखाउँछु किन भन्दाखेरि यहाँ चाहिँ धेरै नै मान्छेहरूको भिड छ यो ठाउँमा र म यहाँबाट जाँदैछु अहिले र मेरो साथीहरू पनि कहाँ छ अहिलेसम्म थाहा छैन सो अहिले म एक्लै गइरहेको छु अब त्यो पर पुगेपछि मलाई चाहिँ भेटिन्छ कि हावा पनि खतरनाक चल्दैछ यहाँ अहिले हुन त गाइज हेर्नु म धेरै हिँडेर आइसकेँ जसले गर्दा चाहिँ गर्मी भइसक्यो र पिठ्यु मेरो लुत्रुक होइन टिचर भइसकेको छ भित्रको है सो म अहिले यहाँ एकछिन बस्छु किन भन्दाखेरि चाहिँ एकदम खतरनाक अहिले थक्कै लागिसक्यो र यहाँबाट देखिने भ्यू खासमा म जानुपर्ने ठाउँमा होइन अहिलेसम्म अझै पुगिसकेको छैन हुन त गाइज हेर्नु म धेरै हिँडेर आइसकेँ जसले गर्दा चाहिँ गर्मी भइसक्यो र पिठ्यु मेरो लुत्रुक होइन टिचर भइसकेको छ भित्रको है सो म अहिले यहाँ एकछिन बस्छु किन भन्दाखेरि चाहिँ एकदम खतरनाक अहिले थक्कै लागिसक्यो र यहाँबाट देखिने भ्यू खासमा म जानुपर्ने ठाउँमा होइन अहिलेसम्म अझै पुगिसकेको छैन म जानुपर्ने ठाउँमा अहिलेसम्म पुगिसकेको छैन यु क्यान सी यो रहेको छैन जानुपर्ने भ्यू कहाँ भन्नुपर्ने चाहिँ यो रहेको छैन जहाँ पनि मान्छेहरू ओ माई गड यति धेरै भिड छ ओ माई गड गाइज होइन म पनि जान्छु यो चाहिँ अहिले जुम गरेर तपाईँलाई देखाएको छैन किन भन्दाखेरि चाहिँ सबर का फल मिठा होता है अहिले मिठाई अहिले खानुपर्छ बिस्तारै जसले गर्दा चाहिँ म हेरिरहेको छु है र गाइस के गर्नु पर्दाखेरि चाहिँ भिडियो बनाउने क्रममा होइन एकजना नेपाली प्यारो भाइ भेट्यो कहाँको तिम्रो घर कहाँ भाइ सुनसरी होइन त आहा मात्रै भइरहेछ आज मलाई किन हो थाहा छैन ओ माई गड यति दामी भ्यू आउँछ दामी खतरनाक भ्यू आयो गाइज होइन मलाई चाहिँ एकदम मन पर्यो साह्रै मन पर्यो धेरै मन पर्यो सो गाइज म फाइनली आइसकेँ कहाँ भन्नुपर्दा चाहिँ युरोपमा होइन कतारमा जुन चाहिँ कतारमा होइन यो चाहिँ अहिले एकदम खतरनाक भाइरल भइरहेको ठाउँ हो टिकटकमा युट्युबमा होइन फेरि युट्युबमा आइरहनु है तर टिकटक चाहिँ खतरनाक भाइरल गरेको छ जुन चाहिँ भ्यू हेर्न सक्नु मेरो पछाडि भ्यू है दामी देखिरहेको छ हो नि त मलाई चाहिँ खतरनाक र मान्छेको भ्यू पनि खतरनाक नै छ एज यु क्यान सी होइन र यो लोकेसन कहाँ रहेछ भन्नुपर्दा चाहिँ ठ्याक्कै होइन यो चर्च टावरको ठ्याक्कै यतापट्टि रहेछ है यु क्यान सी र मात्र खासमा गाइज होइन खासमा भन्नुपर्दाखेरि यति मात्रै चाहिँ यसको भ्यू है यहाँबाट त्यहाँसम्म यो बिल्डिङ भनेको पुरानो नै हो आई थिङ्क जस्तो लाग्छ है यो नयाँ होइन तर कुन चाहिँले होइन टिकटकमा हालेर भाइरल बनाइदियो है अहिले मान्छेहरूको यति धेरै भिड छ र आँखा पनि शीतल भइरहेको छ यहाँ चाहिँ जस आँखालाई शीतल भयो आज चाहिँ हो गेल र गाइज अहिले भइसक्यो बेलुकाको 7 बज्न आँटिसक्यो र यता पनि झिलिमिली बत्ती पनि बलिसकेको छ होइन रमाइलो पनि भइरहेछ बबल रमाइलो भइरहेछ बबल दामी भइरहेछ र अहिले म फर्किने क्रममा छु आँखा पनि शीतल भइरहेछ
रमाइलो भइरहेको छ किनभने मजाको हावा शीतल हावा चल्दैछ र हामी फर्किँदैछौँ यो रमाइलो भ्यूहरू होइन हेर्दै सो ओके गाइज होइन बेलुकाको गइसक्यो कति भन्दाखेरि 7 बज्न आँटिसक्यो र अहिले म फर्किने क्रममा छु अँध्यारो र बत्ती झिलिमिली पनि भइसक्यो र भिड हेर्नुसँग गाइज होइन स्टिल खतरनाकै छ कम भएको छैन सो ओके गाइज होइन अब बेलुकाको गइसक्यो 7 बज्न आँटिसक्यो र अहिले झिलिमिली बत्ती बढिसक्यो र अहिले स्टिल होइन अहिलेसम्म पनि मान्छेहरूको कमी भएको छैन खतरनाक नै छ अहिलेसम्म पनि मान्छेको भिड र झिलिमिली बत्ती बलिसक्यो र अहिले म फर्किँदैछु किन भन्दाखेरि गाइज धेरै नै ढिला भइसक्यो र मान्छेहरू अझै पनि कम भएको छैन र यहाँ खासमा एउटा कुरा चाहिँ मलाई के राम्रो लाग्यो भन्नुपर्दाखेरि नि बवाल शीतल हावा चल्दैछ क्या जसले गर्दा चाहिँ बवाल राम्रो लागिरहेको छ हामीलाई सो गाइज कुदेर भागेर दौडेर मेट्रो चढेर फाइनली म आइसकेँ कहाँ भन्नुपर्दाखेरि चाहिँ यो रहेको छ मेरो ब्याकग्राउन्ड पहिला हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्ड देखेको थिएन म देखाइदिन्छु तपाईँलाई त्यही पनि यो रहेको छ सुक होइन सुक वाकिफ जहाँ चाहिँ म अहिले आइसकेको छु र गाइज के भन्नुपर्दाखेरि चाहिँ अझैको त्यो भाइरल प्लेसमा घुमियो भिडियो सरी टन्नै बवाल फोटो भिडियो पनि बनाइयो होइन तर मन पर्ने नभए पनि बनाइयो धेरै भिडियोहरू र अहिले म आइसकेँ डुलेर सुक वाकिफ र सुक वाकिफमा होइन गाइज मलाई चाहिँ एउटा कुरा के राम्रो लाग्छ भन्नुपर्दाखेरि चाहिँ यो ठाउँमा आएर एक्लै यसरी बसेर होइन समुद्रको पछाडि जुन समुद्रको भ्यू लिँदै चिसो हावा होइन यस्तो हावा चलेछ कि खतरनाक हावा चलेछ यो चाहिँ मजा छुट्टै हुन्छ क्या मलाई हद मनपर्छ जसले गर्दा म आएर यहाँ चिल गर्दैछु र गाइज यहाँ सुक वाकिफको सबैभन्दा होइन अब फेमस ठाउँ रहेको छ यो र सँगै यो मस्जिद है र यो र उतापट्टि रहेको छ भ्यू दामी दामी पार्टी रक नाइट भने जस्तै होइन त्यहाँ रमाइलो हुँदैछ